हामी चाहिँ बाटुल पोखरी जान लाग्यो है अब हामी चाहिँ आन्टीको घर आएको आन्टीलाई लिनको लागि बाबा चाहिँ यहाँ खानेकुरा किन्दै अनि यहाँ चाहिँ सबैले चाहिँ खानेकुरा खाँदै हामी चाहिँ अङ्कलको घरबाट अङ्कलहरूलाई नि लिएर हिँड्यौँ अङ्कलहरू फेरि आउँदै हुनुहुन्छ घाम चाहिँ अलि धेरै नै लाहा ताल जाने बाटो यो हो अब बाटो घर सिधै किनकि त्यहाँको फुल चाहिँ सकिन्छ जसलाई गेम रहेछ रमाइलो हुन्छ ताल प्रवेशद्वार हामी चाहिँ यहाँबाट छिरिसक्यौँ है ल हाम्रो नानीले भ्लग बनाउँदैछन् आऊ सबिन लिएर मेरो सबिन हिँड्दैछ बेचारी सबिन दौडिँदैन भिडियो त हो त आफू देख्नु पर्यो अनि अस्ति भने हैन बाहिर आयो कसरी हेर्न जान्न कसरी हेर्न जान्न त्यो ढलाइ भनेर आएको थिएन भाइको घर त्यही बेला बाघ चाहिँ एकदमै अल्छी छ अरे गाइस हैन उड्दै उड्दैन मोटो छ बाघ हेर्न जाने बाटो अरे बाघ हेर्न जाने बाटो हो हामी चाहिँ यतापट्टि जान्छौँ आमालाई झम्टे हौ यता आमालाई देखेछ है यहाँ यस्तो चित्र छ है छिने ठाउँमा यहाँ फेरि डोरी रहेछ चाहिँ यस्तो छ सबै ढुङ्गै ढुङ्गा है जोरमा देखिछु प्राइभेट सब यहाँ अनि उसमा के अरे विक्रममा जान्छ ए त्यहाँ दिनु अहिले पनि है हामी चाहिँ अब यो भ्यू टावरमा चढेर उता बाघ हेर्ने
कस्तो गाह्रो ठाउँ पनि भिड हेर्न सक्नुहुन्छ त्यहाँ चाहिँ बाघ छ है अहिले सुत्यो है गाइस मान्छेहरूको भिड उतापट्टि नि हेर्ने ठाउँ छ नयाँ अर्कोवाला आयो है यो यता भयो एउटा होइन अनि यो यता भयो एउटा कति डुल्ने बाघ है यसको मासु बाघको खानुहुन्छ बाघको मासु त्यसलाई हाततिर नै आउँथ्यो कस्तो गरेको बुढो भएछ कि भैँसीको मासु दिने अरे एक दिन बिराएर दिने अरे बाघलाई एक दिन बिराएर बाघलाई खानेकुरा दिन्छ अरे भैँसीको मासुहरू मात्रै खान्छ अरे मम्मीले फेरि यहीँको जसले पालेको हो त्यो मान्छेसँग त आइडी कार्ड हुन्छ नि त अनि त्यो मान्छेलाई खान्न है बाघले भन्दै कुरा गर्नुभयो कि लो बाघले कसरी दिन्छ भने हामी चाहिँ यहाँबाट झऱ्यौँ हामी चाहिँ अब फर्किनु लाग्यो है त्यहाँ हामीले बाघ हेऱ्यौँ अब फर्किँदैछौँ अब चाहिँ हाम्रो प्लान छ बाटुली पोखरी जाने त्यहाँ गएर फुलहरू लिने आई लभ फ्लावर्स आई थिङ्क सबै केटीहरूलाई मनपर्छ कोही पनि केटी यस्तो नहोला कि मलाई फ्लावर मन पर्दैन होला टाइपको बाबाहरू हाम्रो सबै फ्यामिलीहरू चाहिँ अगाडि गइसक्नु भएको छ मम्मी र म मात्रै छौँ मम्मी चाहिँ एकदमै अनबोर्डर्ड क्विन जस्तो देखियो मलाई चाहिँ टिकटकतिर चाहिँ बाघ चल्दै नचलेको देखेर चाहिँ के लाग्थ्यो भन्दाखेरि बाघ होइन रहेछ क्या हो रियल होइन रहेछ क्या हो जस्तो लागिरहेको थियो तर यहाँ आएपछि चाहिँ उठेको देख्दाखेरि चाहिँ बाघ रियल रहेछ गाइस हजुरहरू पनि हेर्न मन लाग्यो भने आउनु सक्नुहुन्छ दुईटा बाघ छ चितवन मौसममा चाहिँ नक्कली बाघ छ कि भनेको सक्कली नै ओके हामी है चितवन मौसम गएको बेला के भएको बुढो रहेछ अनि नेपालगञ्जमा चाहिँ मारेको थियो नि त्यो आमा छोरा हिँड्दाखेरि राति 8 बजीतिर मार्यो अरे छोरालाई केही पनि नगरेको आमालाई लताएर लग्यो भन्थ्यो नि केही भाग अरे नि तपाईँ अन्त ओ त्यही भएर चाहिँ आमालाई त्यस्तो गरेको फोटो थियो ओहो सफारी त्यहाँ त घाँस काटेको देखाएको जङ्गल बाइकमा हिँड्दाखेरि बा छोरालाई केही नगरेको पछाडि बसेको आमालाई ट्याप्प टिपेर लगेको अलिकति केही मिटर पर ल हामी चितवन मौसम जाँदाखेरि चाहिँ के भएको थियो भन्दाखेरि बाघ रियल हो है ल सबै जनावर एकदमै रियल हो भनेर लयो होइन लास्टमा त्यतिकै त्यो चल्ने कि त्यो प्लास्टिकको हुन्छ नि त्यो थियो कि हामी त रियल होला भनेर है हेर बाघ राख्यो भने चाहिँ गाडी आएर उता देख यहाँ चाहिँ सफारी देख्न सक्नुहुन्छ जङ्गल सफारी ओहो घाम फेरि टिलिक्कै आई चस्मा के हो इट्स सो पिसफुल चाहिँ छ कति घाम हो बाइकमा आएको भएर छाता ल्याइएन ओके घाम त भन्नै परेन जस्तै धुलो त्यस्तै गाडी बाघ हेरेर सकिसकेपछि हामी त बाटोले पोखरीतिर जान लाग्यौँ
यहाँ चाहिँ हामीले मृग देख्यौँ है बाटोमा ठ्याक्कै यता हेरेको क्या यता धेरै खाने टन्नै खाने हामी बाटुल पोखरी जाने बाटोमा चाहिँ यस्तो देख्यौँ अनि रोक्यौँ है अब फेरि हिँड्छौँ हामी अगाडि ल फुल देखियो है बाटोबाटै फुल देखियो भित्र जाऊँ भनेको हामी चाहिँ बाटुल पोखरी आयो है यहाँ चाहिँ भिड नै छ नि मान्छे ओ माई गॉड भिड नै भनेको भिड नै रहेछ गाइस भिड छ भिड ल हामी चाहिँ बाटुल पोखरी भित्र आइसक्यो टिकट काटेर सेम त्यस्तै बाबा एकदम बिजी एक महिना अगाडिबाट हामीले प्लानिङ गरेको होइन बल्ल बाबाले घुम्न ल्याउनु पर्यो इमोसनल ब्ल्याकमेल गरेर के अझ इमोसनल ब्ल्याकमेल गरेर बल्ल मम्मीले मलाई सिकाउँदै हुन्छ भ्लग कसरी गर्ने अन्त बाबाले पनि लाज नमान्नु हुन्छ लाज मान्यो भने अब के बोल्ने त नि ल एकदमै धेरै मान्छे आहा नै भिड चाहिँ एकदम छ यताको लाम्चे पोखरी तर घाम भएको पनि त्यस्तो भयो हैन हिर्किराखेको छौं धेरै घाम हुँदा हुँदै पनि मान्छे भिडभाड यति धेरै जाने चाहिँ कता हो यता जाने कि यता रुखमाथि चढेर खिचे हन्नी मान्छेहरूले अघि त्यहाँ भाइरल रुख मुड हो है अघि त्यही रुख अगाडि हो हैन पहिला उता थाकेर अनि यहाँ पोखरी खिच्न अनि टाढै बन्दैछ उता जाने ओके घर बाँदर बाँदर नि देखेको थियो बाँदर पनि बाया पनि भनेको यता हिँड्न पर्यो 15 मिनेटमा आइपुग्छ हामी भिड त लास्टै हो पिकनिक चलिरहेको यता चाहिँ पिकनिक चलिरहेको है ड्राई पिकनिक खतरा हामी पनि ड्राई पिकनिक गर्नुपर्ने गर्नुपर्ने भनेको बाप्रे यतापट्टि मात्रै हो कि यति अझै उतापट्टि साइडमा छुट्टै मान्छे अझै उतापट्टि साइडमा छुट्टै मान्छे 3टा ठाउँ रहेछ के ए भगवान् यस्तो ठाउँ छ कि हेर्नु एकचोटि आएर मात्रै हेर्नु उही बाघहरूको मान्छेहरू के सँगै ल ओहो यो त झन् भन्नै पर्दैन ल मम्मीको आन्टी भेटिनु भयो है म चाहिँ चिन्दिनँ ओहो मैले देखाएको भन्दा नि धेरै मान्छे ल हेर्नुहोस् ए अझै यता नि रहेछन् ए अझै उता नि
गर्मीमा घरभित्रबाट निस्केकै छैन, घर सुनसान देख्थेँ, दायाँ बायाँ छिमेकी कहाँ गयो होला मान्छेहरू गर्मी भएर बाहिर निस्केकै छैन, घरबाट बाहिर निस्केकै छैन भनेको सब यहाँ आएर थुप्रै देखाइसक्यो कि तन्दै खान्छ। बाबाले भ्लग बनाएर मलाई हैरानै पार्नु भयो। यति बिधि सपोर्टिभ। डुङ्गा यता चाहिँ डुङ्गा कहाँबाट इगल अरे माथि हेर न आकाशमा Oh my god guys देखियो कि नहीं कस्तो देखियो कि नहीं त्यहाँ चाहिँ ढुङ्गा हामी चाहिँ यहाँ अब भाइरल रुखमा आयौँ है। ओहो ल रमाइलो रहेछ यता चाहिँ। यता पनि ड्राई पिकनिक छ है सबै। र गाइस हामी चाहिँ यहाँ सबैजना फ्यामिली भएर रुखमा बस्यौँ। अलि यता बस तिमी सिधा खिच्दा हो त्यहाँ मम्मीको टिकटक चलेको उता चाहिँ ल मम्मीको चलिरह रमाइलो। यस हाई तिम्रो नाम के हो? म चाहिँ अब खानेकुरा किन्न जानु लाग्यो गाइस। खानेकुरा भन्नाले खानेकुरा होइन पानी हो। पानी अनि भाइको लागि कोक अरे भाइको लागि कुरकुरे अरे उसको डिमान्ड इज ग्रेटर देन सप्लाई। यस्तो केसमा के हुन्छ स्कार्सिटी हुन्छ। हामी चाहिँ अब यता फुल हेर्नु जानु लाग्यौँ। अङ्कल आन्टी चाहिँ घर जानुभयो। अब हामी 4जना मात्रै छौँ। सबिन चाहिँ यहाँ लेज खाँदैछ। बाबा चाहिँ गीत गाउँदै पुरै फुलै टिपी तिमीलाई दिउँला भन्दै बाबाले मम्मीलाई फुल दिएर गाउने होला नि त्यो गीत छ मसित मोबाइलमा। चिसो पानी खाएर आनन्द भयो। गुराँस नानी जस्तो बोल्न मन लाग्यो मलाई। मैले उता खिचेँ होइन।
बाबाले चाहिँ हाई गर्नुभयो राम्रो छ हिँड है जमिनमा त अल्झै बाबु गाइस फुल हेर्नु फुल चाहिँ सबै खतम भएर यहाँ दुईटा अनि यतातिर अलिअलि मात्रै छ हामी उताबाट बाटोबाट आउँदाखेरि चाहिँ फेरि देखेको थियो कि बाटुल पोखरीको फुल भन्दै अब यहाँ फेरि यत्रो पानी छ यहाँबाट जाम भने पनि कसरी जाने के पानीमा भयो नि जान्छन् कोक वेट साथीहरू रुखलाई हक गऱ्यो भने चाहिँ सबै प्रब्लमहरू जान्छ होइन सबै हाम्रो दुःख जति रुखले लिन्छ किनकि रुख लिभिङ बिङ हो वाट्स योर नेम यसै छुँदा पनि पिरहरू जान्छ दुःखहरू केही छ भने के हो मम्मी त्यो गाउँघरमा के हामीहरूले उ गरिन्छ नि त्यो सालको त्यो पूजाआजा चक्करी दिन लाइन्छ नि यो सालको पातको हो कि ए यो अलिक छिपेको पात पनि यो त सानो हुन्छ रुख यो पनि तर साल पनि ठुलो त हुन्छ हुँदैन तर मलाई त ठुलै रुख हुन्छ जस्तो लाग्थ्यो हुन्छ साँच्चै मैले त्यति लाग्छु हुन्छ यस्तै यो पात सात टिप्दाखेरि के यो दुना टप्पै लाउँदाखेरि यस्तै गाउँघरमा पुरै यस्तोबाट टिपेर निसिन्काहरू जम्मा पारेर दुना टप्पै लगाएको थियो यो चाहिँ बाटुली पोखरी हो है यस्तो भिडियो राम्रो बनायो त नानी है मजाले मान्छेहरूलाई कस्तो चाहिन्छ भने भिडियो सल्लाह चाहिँ हेरेपछि अब कस्तो होला है भनेर त्यो रोकिनु नपरोस् के सल्लाह देखाइदिनुपर्छ क्या अनि डल्लै हेरेर मनपर्छ मम्मी र बाबाले मलाई ट्रेनिङ दिएको हुनुहुन्छ कति सपोर्टिभ फ्यामिली हो कि मेरो भ्लग बना भनेर घरबाट निस्किने बेलामा ओइ भ्लग बना सबैतिर मान्छे दिउँसो झन् कति भिड थियो तपाईँहरू पनि नआउनु भएकोहरू आउनु होला धेरै रमाइलो छ गाइस त्यहाँ मिर्गो यति धेरै हो यति धेरै कागो हिरन देखेकै छैन के त्यही टाढाबाट त्यही छ अनि यहाँ चाहिँ फुल पनि छ कि यता चाहिँ हामी गएको ठाउँमा बाटुल पोखरीमा छैन अनि हामी रोकेको देखेर हेर्नु यहाँ सबैजना रोकेर है हामी यस्तो भाइरल कति धेरै छन् कि मिर्ग तर एउटा नि देखेन किन हो यस्तो ल लेट्स गो ओ माई गॉड हामी चाहिँ अब फर्किन लाग्छौँ है बाटुल पोखरी गएर फर्किन लाग्यौँ साथीहरू अब चाहिँ हामी यो खेल्छौँ है हि रमाइलो ये के हो के गर्ने हो यो के गर्ने बाबा यो खै यो हल्लिन्न लल गाइज आई डोन्ट नो व्हाट इज दिस यो के हो कसरी के गर्ने हो यो यसरी तान्ने होइन एक्सर्साइज गरेर खै यो त हल्लिने पनि छैन न यता हल्लिने हो ऊ गयो दुईजना एक्सर्साइज हो कि यो तानेर उता लानुपर्छ यहाँ बसेर हो त्यसरी ल अब बाबाको है ल ओ एक्सर्साइज मम्मी गर्ने कि एक्सर्साइज भारी हो यसरी
आफ्नै वेट उचाल्नु पर्ने सबिनले गर्छ अरे सबिन आफ्नै वेट उचाल मैले थाहा नभयो कसरी के रहेछ भन्दा यहाँ अब ल यसो गर्नु यसो तान्ने ए बा मैले सबिनकै निकाल्न सकेन मैले सबिनकै तान्न नसकेको होइन भाइ त्यो त फुटाउनु पर्छ कि हाम्रा पसिना छैन ल होइन मलाई भन्न त्यहाँ जाने बित्तिकै मैले सरदिलाई पनि फोन गरेर भनेको थिएँ भाइ भन्नु के अनि यस्तो भयो भनेर भनेको अनि मैले छोरालाई भन्नको मिस्टेक भयो होला भन्नु ल ल ल